के तपाईँहरूले कहिले सोच्नु भएको छ कुकुरहरू रात परिसकेपछि किन यस्तो बेदी भुक्छ भनेर? सो चाहे त्यो आफ्नो घरको कुकुर होस् चाहे त्यो बाटोको स्ट्रीट डगहरू होस् यस्तो साह्रो किन भुक्छ भनेर। सो यदि यो जान्न चाहनुहुन्छ भने चाहिँ हजुर मेरो लास्टसम्म भिडियो हेर्नु होला। सो म चाहिँ सबै मजाले डिस्क्राइब गरिदिनेछु। सो तीनटा रिजन हुन्छ कुकुरहरू भुक्ने चाहिँ। सो एउटा फर्स्ट कुरा भनेको चाहिँ तपाईँको कुकुरहरू कहिलेकाहीँ तपाईँको अब ढोकामा कसैले अननोन मान्छेले तपाईँको ढोकामा ढकढक गरिरहेको छ भने अथवा कोही चोरहरू आइरहेको छ भने चाहिँ हजुर चोरहरू आइरहेको छ भने चाहिँ त्यो तपाईँले चाहिँ हजुरको कुकुरहरू भुक्छ। सो त्यो चाहिँ फर्स्ट रिजन हो। र सेकेन्ड रिजन चाहिँ कहिलेकाहीँ तपाईँको कुकुरलाई आइटी भइरहेको हुन्छ, कहिलेकाहीँ अलिकति डिप्रेसन भइरहेको हुन्छ। सो त्यो रिजन पनि हुनसक्छ। र इनकेस थर्ड रिजन हो भने रिजनको लागि चाहिँ फर्स्टमा हजुरले यो कुरा बुझ्नुपर्ने हुन्छ कि कुकुरहरूमा चाहिँ एउटा अलिकति इन्ड्राइटी शक्ति अलिकति तेज हुन्छ है। सो इन्ड्राइटी भनेको चाहिँ फर्स्टमा हजुरले यो बुझ्न पर्यो कि इन्ड्राइटी भनेको चाहिँ कुकुरको नाक आँखा र कान हो। सो यिनीहरू चाहिँ तपाईँको रात परिसकेपछि कुकुरहरूको यो चिजहरू चाहिँ अलिकति तेज हुन्छ, अलिकति एक्टिभ हुन्छ है। सो त्यो कारणले चाहिँ हामीले जुन हाम्रो आँखाले नदेखिरहेको हुनसक्छ, जुन हामीले आँखाले देख्न सक्दैन त्यो कुकुरहरूले मजाले देखिरहेको हुन्छ। सायद त्यो आत्मा पनि हुनसक्छ। सो तपाईँको घर नजिकै तपाईँको टोल नजिकै तपाईँको एकदमै कुकुरहरू भुकिरहेको छ भने चाहिँ सायद त्यो तपाईँको घरतिर अथवा घर नजिकै कतै तपाईँको आत्माहरू भड्किरहेको पनि हुनसक्छ। त्यही भएर पनि कुकुरहरू एकदमै भुकिरहेको हुन्छ है। सो कतिजनाले चाहिँ त्यसलाई अलिकति एनोइङ मान्नुहुन्छ तर कुकुरहरू चाहिँ भुकाइमा चाहिँ उहाँहरूको रिजन हुन्छ है। सो त्यही भएर इनकेस हजुरहरूले नेक्स्ट टाइमबाट कतै हजुरहरूले हजुरको घरको अथवा हजुरको टोलको कतैको कुकुरहरू भुकिरहेको देख्नुभयो भने चाहिँ यही सोच्नु होला र सेफ बस्नु होला। सो थ्याङ्क यू सो मच।